लासो नमस्ते स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। ल हामी आज नेपाली यसो कमेडी भिडियोहरु रियाक्सन गर्न जाँदैछौँ। ल सुरु गरिहालौँ है त, सुरु गरौँ। ल अहिले वर्ल्ड कप आउँदैछ, वर्ल्ड कपको बारेमा थाहा छ तपाईलाई? थाहा छैन। अहिले देशमा नयाँ सरकार आएको मात्रै थाहा छ। देशमा नयाँ सरकार आएको मात्रै थाहा छ। अलग लेभलको भन्दा त त्यसको सपोर्टर हो तपाई? अहिले त थाहै छैन, भरे हेरेको मात्रै कसले जसले जित्छ त्यसकै हो क्या? जसले जित्छ त्यसकै हो। त्यस्तो त दही चुरे भइगयो नि। दही चुरे भइगयो नि। त्यो त दही चुरे भइहाल्यो नि सिधै। जसले जित्यो त्यसकै नेपालीहरु त्यस्तै हो, जसले जित्यो त्यसकै सपोर्टर हुन्छ प्राय जस्तो। चाहिँ बालेनको विदेशको चाहिँ भरे चोइस गर्नुपर्छ। हैन के पोर्चुगल अनि अर्जेन्टिना भन्छन्, कुन देशको फ्यान तपाईँ? पहिला त अर्जेन्टिना नेपालमा चाहिँ बालनको विदेशको त हेर्नुपर्छ रे। अहिले फेरि चेन्ज चेन्ज अनि त्यसो त बालेन अब सकेपछि फेरि अर्को चेन्ज होला नि तपाईको त हुँदैन। FIFA वर्ल्ड कप 2026 कसले जित्छ होला? स्योरली फ्रान्स। पोर्चुगलले नै जित्छ। नेपाल बाजे रक्स त्यही त नेपालले जित्छ नि होइन। ओ कहाँबाट आयो फेरि ऋषि धमला? Captain Rishi Damala, Sharka Sampang, Shibu Pandey, Belu Baje. ओए पोर्चुगल नदेन गफ, बरु भन जित्ने चाहिँ कहिले तेरो पहिलो वर्ल्ड कप? यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ। हतार गरेर हुँदैन। यो चिजलाई चाहिँ जति समय लाग्छ। कसले बनाएको पुरा लिपसिङ सिपसिङ एआईले नि गर्नुसम्म गर्छ यार। 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौँ, त्यसलाई अलिअलि केही समय लाग्छ। अनि के वर्ल्ड कपमा कसले जित्ला रहेछ? यो पालि त स्वतन्त्रले जित्छ। वर्ल्ड कपमा कसले जित्छ भने स्वतन्त्रले जित्छ र यो कसम यो जानी जानी भने कि यो के हो? अनि सुन त, तैँले दिउँसै तारा देखाछस्? होइन पागल भइसक्यो क्या हो? यस्तो टन्टलापुर घाममा पनि कहीँ तारा देखिन्छ? यहाँ तीनटा तारा। होइन यस्तो अर्जेन्टिना फाल्यो भने पोर्चुगलले फाल्ने हो होइन? भनेपछि त भेट्ने चान्स छैन। पोर्चुगल भेटेन भने त बिगेस्ट खुली त पोर्चुगल हुने भयो नि त, क्वार्टर फाइनलसम्म नपुग्ने त। अनि नेपालले पोर्चुगलको उति वर्ल्ड कप होइन र? नेपालले पोर्चुगलको उति वर्ल्ड कप होइन र? साँच्ची तपाईँ चाहिँ फुटबलमा कसको फ्यान? म त एभर ग्रीन मेस्सीको फ्यान, फुटबलको किङ मेस्सीको फ्यान। ल बुवा, मेस्सीको फ्यान पो हो तपाईँ? म त रोनाल्डोको फ्यान हो नि बुवा। बुवा रोनाल्डो त तपाईलाई थाहा छैन होला, रोनाल्डो त मेहनतले बनेको हो नि। ओ मेस्सी त बिहानै उठेर चिया र चुरोट खान्छन् होला। What country flag is this? That's the PAL. That is correct. Big goal. कपडा हेर्नुभयो? कपडा कसम बोराको रहेछ र बोराको होइन र बोराको जस्तो देखिरह हो। खै हेर अलिकति हो नि हो बोराको कपडा गर्नु गर्छ यार। ओके के गरे तैँले यो? के गर्नु नि? किट्टा छुटाको देखेनौ? यता अर्जेन्टिना यता पोर्चुगल। तपाईँ कसको फ्यान? म पनि कसैको फ्यान छैन, तर मेरो बच्चाले मेस्सी मेस्सी भन्छ, अब उसकै फ्यान होला। गाह्रो छ बाउमा जता छोराछोरी त्यता, छोराछोरी वर्ल्ड कपमा चाहिँ उल्टो भएछ। राजनीतिमा चाहिँ बाउमा जता छोराछोरी त्यता, अब यो वर्ल्ड कपमा चाहिँ ठ्याक्कै उल्टो भएछ है। भाइ मेस्सी भन्दा खतरा रोनाल्डो। खतरा मेस्सी खतरा। तँलाई थाहा छ रोनाल्डोको 6 प्याक छ? मेस्सीसँग वर्ल्ड कप छ, तेरो रोनाल्डोसँग छ? रोनाल्डोसँग 6 वटा 6 प्याक छ, मेस्सीसँग 8 वटा। कसम केटाकेटीहरू यस्तै हुन्छ के। यो भन्दा यो ठुलो, यो भन्दा यो ठुलो, यसको खतरा, यो खतरा, त्यो खतरा होइन। रोनाल्डोसँग 6 प्याक छ, त्यो नि खतरा वाला।
मेसीसँग गोल्डन बुट छ बुट किन्न चाहिँ 6 प्याक भएपछि स्टोर बेस्ट मेसी इज द बेस्ट वर्ल्डको बेस्ट भए के गर्नु साउदीको बेस्ट हुनु पर्यो भोलिबाट सुरु भयो 4 तारा हुने हो मेसी बुढो भयो भन्छौ नि तिमीहरू पहिलो खेलमै दादाले जवाफ दिन्छन् के हेरौला तेरो यो चोरीपुरी कति दिन टिक्छ म पनि हेरौला हेर भाइ यसचोटि वर्ल्ड कप जित्ने भनेको अर्जेन्टिनाले हो हेर्दै जान मेसीले कस्तो गोल ठोक्छ नापिस हाम्रो चाहिँ नेवा छैन अब गए हुन्छ त जाम्नु परम धाम ब्राजिल टडालुको फ्यानसँग कसैले सक्छ मेसी र रोनाल्डो भाइ हेर भाइ मैले अस्ति पनि भनेको फेरि भन्दिन्छु गेम हो कसले जित्छ अब कसले गोल हाल्छ हो यस्तो हेर्छ भने त्यो हिसाबले हो भने रोनाल्डो बुझिनस् तर एउटा चुज गर्न त भाइ एउटा चुज गर्न त गर्ने दिमागमा रोनाल्डो हो तर बेउरा कस्तो चुज गर्छस् भन्नु फेरि बेउरा चाहिँ मेसीको खुबै बेजत गर्नुहुन्थ्यो मेसीलाई पेनल्टी मिस गर्यो यसले यहाँ गर्यो त्यहाँ गर्यो यस्तो पनि खेलाडी हुन्छ भनेर आज के भयो तपाईँले आफै यस्तो गर्नुभयो त हजुर अनि किन यस्तो गर्नुभयो होइन यस्तो भयो मैले हान्न त खोजेकै हो है तर के भयो भने म त अब हावा पनि चलिरहेको थियो अनि भित्रबाट यो आज गन्जी पनि लागेको थिएन पसिनाले पनि चपचाप भइरहेको थियो क्या अनि कस्तो भयो अनि किपर पनि उता जान्छ जस्तो गरेर यता आएका त्यो चाहिँ किपरले पनि झुक्कायो नि त मलाई पसिना आएर हो क्या खास गरी मात्रै चाहिँ खुट्टामा हो यस्तोमा पनि पुरै चिपचिप भइरहेको थियो जुत्ता खुसिन खोज्यो नि त अनि बिस्तारै बिस्तारै हान्दिएँ अनि किपर पनि बिचरा रुन लाग्यो जस्तो लाग्यो अनि त्यही भएर नत्र म राम्रै हान्ने मान्छे मेसीले हानेको भन्दा हिमाल अस्ट्रेलिया हानेको बेसी खत्तम कुन देशको फ्यान हो वर्ल्ड कप आइरहेछ अर्जेन्टिनाको फ्यान हो त्यो जमाना पनि खतरा थियो है मेरी बासै हेर्नलाई टिभीमा लाइन लाएर मेरी बासैले त अलगै मजा थियो नि एकचोटि त होइन अर्जेन्टिना अनि मेसी बाहेक 5 जनाको नामहरू भन्नु सक्नुहुन्छ मन यस्तै हो म भन्दिनँ म 3 जनासम्म भन्छु त्यसपछि भन्दिनँ म नि त्यस्तै हो हेर्नु चाहिँ हेर्छु वर्ल्ड कप होइन अर्जेन्टिनाले लास्ट टाइम कतिमा जितेको थियो भन्दिनँ लङ टाइम ब्याक अब यस्तो के त होइन हाम्रो अब यहाँ हामीले अहिले ऱ्यान्डमली क्वेसन सोधिरहेको थियौँ त होइन अनि नेपालीहरू चाहिँ किन यो क्यामेरा देख्ने बित्तिकै बन्दुक लिएर पुरा आइज खेल्न आइज भनेर जसरी भाग्छ क्या त किन हो त्यो यस्तो होइन त्यो क्यामेरा देखेर भाग्यो होइन क्यामेरा बोक्ने मान्छेहरू घिनलाग्दो भएर हो रोनाल्डो मेसी नेमार यी 3 जनामा चाहिँ रोनाल्डो I love Brazil. #MessRonaldo. आजकल त आकाशमा पनि तारै देखिन छोड्यो यार यहाँ छ त यसपालि 5 चढ स्टारमा 6 स्टार यहाँ भाइ यहाँ लाग्छ यहाँ तेरो स्टार छाती मात्रै छ त मेरो बनिँदैछ बुझिस् अर्डर गरिदिएको छ अरे बुझिस् एउटाले भन्छ पोर्चुगलले जित्छ अर्कोले भन्छ ब्राजिलले जित्छ फ्रान्सले जित्छ होइन लौडा लसुन सबले जित्छ भन्छ है यस्तो झगडा गर्नुभन्दा आउनुहोस् सबै देशको प्रतिनिधित्व गर्दै 1 अन्जना फ्यान आउनुहोस् सल्लाह गरौँ अनि दिम के वर्ल्ड कप तरला केही दिम यो झगडा नगरौँ होइन खेलेरै जित्नु पर्छ भन्नुहुन्छ भने चाहिँ अर्जेन्टिनाले जित्छ भोगटे होइन र भने मेसी कि रोनाल्डो अनि किन मेसीको जर्सी लगाएको मम्मीले म मेसी भनेर मेसी के लुगा किन्दिन रोनाल्डो
जबरजस्ती गर्ने हो बिचरा यार रोनाल्डो मन परेपछि रोनाल्डोको किन्दिनु नि हो रोनाल्डो अनि मेसीको जर्सी किन लाको मम्मीले यही किनिदिनु अर्जेन्टिनाले मेसीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ अर्जेन्टिनालाई वर्ल्ड कपमा हराउने टिम भेटेको छ तर त्यसको लागि चाहिँ स्ट्राइकर खेल्नुपर्ने हुन्छ ईशान खड्काले डोनाल्डो पोर्चुगलको भन्ने कुरो थाहा छैन रोनाल्डो रे आम्मा नानी हो कस्तो चाहिँ यसरी खुट्टो घुमाउँछ भने नि त्यसले यसको खुट्टो घुमाइबाट म त्यसको फ्यान म पनि यो वर्ल्ड कपमा कसको समर्थन गर्ने भनेर निर्णय नै लिन सकिरहेको थिइनँ अब तँ डोनाल्डोको फ्यान हो भनेदेखि म पनि आजदेखि डोनाल्डोको फेन कुछ मत करना कोने में खड़े खड़े देखते रहना तुम लोग मुझे पसंद करके ले जाएंगे ओइ तेरो यो अर्जेन्टिनाको जर्सी त लास्टै हलुङ्गो छ होला है अर्जेन्टिनाको दामी जर्सी हलुङ्गो भइहाल्छ नि गरुङ्गो हुनलाई त यी 5 तारा यति बेला हामीसँग दुईजना स्टार हुनुहुन्छ फुटबल क्षेत्रका ताराहरू भनेर चिन्नुहुन्छ विशेष गरी रोनाल्डो र मेसी हुनुहुन्छ हामीसँग उहाँहरूले अहिले खेतको काम सकेर आउनु भएको छ उहाँहरूसँग विशेष कुराकानी गरौँ रोनाल्डोजी अहिले खेतमा चाहिँ के छर्नुभयो तत्काललाई चाहिँ खेतमा के छ तपाईँको खेतीबाली अहिले चाहिँ मकै छ हाम्रो खेतमा चाहिँ होइन मैले पानी पनि राम्रोसँग परेन नि त त्यस कारणले गर्दाखेरि मकै छरेका छौँ अब धान रोप्ने भनेको हो है मैले बुवालाई धान रोपाउँ त बुवा भनेको उहाँले चाहिँ यस्तो नचाहिने बनाउने हो भेस्किटाङ हो बढी कुरा गरिस् भने फेरि अनि भेट्छस् नि तैँले भन्नुभयो कि अनि हातै राख्नु भयो नि त हान्नको लागि त्यही भएर ठिकै छ मेसीजीसँग पनि यति बेला कुराकानी गर्छु मेसीजीले पनि छर्नु भएको होला खेतबारीमा होइन तपाईँ त हली पनि हो के अरे पहिलादेखि होइन त ऊ त हली नै हो नि त पहिल्यैदेखि तपाईँहरू दुईजना चाहिँ मिलेर एक हल गरौँ चाहिँ हामी दुईजनाले चलाउँथ्यौँ सानो पैसा छर्छ केटाहरूले अब हली भनेर सबै हली त होइन तर अब पहिला पनि हली त काम गरिन्थ्यो खेतमा काम गर्ने बारीमा काम गर्ने होइन फुटबलमा खेल्दाखेरि त मैले खेतबारीमा खुब काम गरेँ नि त अनि त्यो हुनाले पनि मैले अलिअलि त गहिले पनि गर्छु होइन ऊ अल्छी छैन अब सानैदेखि त्यही त ऊ चाहिँ अल्छी छैन होइन उसले गरिरहन्थ्यो क्या सानैदेखि अब खेतमा काम गर्ने कुलो सर्ने बुटो झार्ने होइन यो काम त्यो काम सबै गर्थ्यो क्या उसले हाम्रो केटाहरूलाई नचाहिने दिमाग चाहिँ आउँछ है खासै सामान दिँदैन क्या उल्टो दिमाग चाहिँ आइहाल्छ केटाहरूलाई होइन भनौँ होइन अनि ऊ चाहिँ म चाहिँ एकदम मिल्ने साथी घनिष्ठ सानोदेखि गोचा खेल्ने भुस खेल्दा उसले त चुङ्गी कम जित्या छ मेरो अहिले बोल्नु पो भएको छैन समाज होइन हावा बनाउने को ल केटा हो ल सकिहाल्यो फेरि यस्तै रमाइलो भिडियो लिएर आउँछु लाइक गर्नु होला सब्सक्राइब के गर्न मिल्छ ट्याग गरेर है त ल आजलाई चाहिँ बाई बाई है त ल